नेपालको थमेल भने जस्तो टाइपको छ। तर यो यत्रो मान्छेहरूको भिडमा चाहिँ गाइज होइन, म चाहिँ हराउँछु, हामी चाहिँ हराउँछु यार। सब बन्ठाबन्ठी हामी सब पुड्का पुड्की छ, माकुरीहरू हाम्रो ठ्याक्कै असन गल्लीको भाइस दिन्छ कि गाइज। छिटो 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 उनीहरू यहाँबाट आएर यस्तरी आएर यहाँबाट आउनुपर्छ होइन कि मलाई चाहिँ अति दाङ ठुलो सोले नभनौँ होइन, सबजनाले हेरेर हुन्छ नि त। तपाईँले देख्नुहुन्छ पुरो सर छ। यो चाहिँ जर्मनले चाहिँ लाइक फर्स्ट विश्वयुद्धमा चाहिँ पहिलो सबैभन्दा पोल्यान्डमा पहिलो आक्रमण गरेको ठाउँ भनेको छ, टावर भनेको छ होइन। यस सबैजनालाई दर्शन नमस्ते। हो कि तपाईँ सबैजना सन्चै आराम हुनुहुन्छ। म पनि एकदम फिट फाइन छु, मेरो दाइ मेरो साथीहरू सबजना फिट फाइन छ। म चाहिँ जुत्ता लाउँदैछु, अहिले चेन्ज गर्दैछु। किन भन्दाखेरि तपाईँले थम्बनेल टाइटल हाइलाइट सेयर सब थाहा भइसक्नु होला। हामी चाहिँ नयाँ ठाउँ आएको लगभग कति भयो, अलमोस्ट 2 दिन भयो कामै गरेको 2 दिन भयो होइन। अनि आज 4 दिन बिरुवा लत्तै, अनि 4 दिन बिदा छ। त्योमा चाहिँ अनि जमुनातिर बजारतिर घुम्नलाई भनेर दाइहरूले भन्नुभयो, पुरानो दाइहरूले। हामी त अब नयाँ ठाउँ त्यति धेरै मेसो छैन ठाउँ। जम्न त भनेर चाहिँ हामी जान लागेको गाइज है। हो हेर्नु त त्यो चाहिँ मेरो नयाँ चस्मा है। तपाईँलाई मैले अनबक्सिङ भिडियो पनि बनाइदिएको थिएँ, हेर्नु भएको छैन प्लिज चेकआउट गरेन मेरो युट्युब च्यानलमा प्लिज गाइज। हेर्नुहोस् कस्तो देख्यो, लुक एट दिस। अनि सर्ट त मेरो ड्रेस सब यस्तो यत्तिकै जाने हो, कट्टु लाएर है, यत्तिकै कट्टु लाएर जाने हो। यहाँ सो अब हामी चाहिँ सबजना रेडी भइसक्यो होइन। लगभग ट्रेन स्टेसन चाहिँ यहाँ अगाडि रहेछ, त्यहाँ गएर यो चाहिँ स्कुल हो होइन। अनि पारि हेर्नु कस्तो दामी डाँडा देखिरहेछ आजको भ्यू, बब्बाल छ। हेर्नु वेदर, वेदर यति लभली वेदर छ। अनि हामी 4जना 5जना 6जना दाइहरूसँग चाहिँ मजा लाग्यो। अनि यहाँबाट लगभग 35 मिनट 40 मिनटमा चाहिँ मेन सिटी पुग्दो रहेछ। अनि सिटीमा जाउँ घुमसुम गर्नु भन्नु। अनि हिजो यतातिरको मार्केटहरू बब्बाल चार, यतातिर यस्तो दामी दामी थियो होइन। तर पानी परेर चाहिँ त्यस्तो बु भयो कि एकदम ल्याङ भयो त। त्यो देखेको तपाईँले देख्नुहुन्छ, त्यो पारिपट्टि देखिरहेछ नि डाँडा, सायद त्यो डाँडा जाने भन्ने कुरा भइरहेछ। डाँडा नदेखेको, डाँडा नघुमेको धेरै भएको थियो नि त। डाँडा नदेखेकै कति भयो, 2 वर्ष भइसक्यो। आउने बित्तिकै त्यो डाँडा देखेर यस्तो खुसी भइरहेको थिएँ। अनि केही छैन, अब आज जान्छु त्यहाँ। अनि यस्तो बबाल घाम लागिरहेको छ होइन। अब कालो मान्छे, कुन्दको कालो मान्छे, झन् कालो भनेको केही छैन। अब जान्छु यहाँ त सिटीमा। अब केटाहरू सब रेडी भइरहेछ, म चाहिँ ट्याक्क रेडी भयो। तपाईँले मेरो गेटअप देख्न सक्नुहुन्छ। हाफ कट्टु लगाएर जानु लाग्यो म चाहिँ स्टुडेन्ट गाइज है त। अब लुगा पनि लागिरहेछ, हल्का हल्का नर्मल लुगा पनि लागेछ। तर केही छैन, पछाडि आउनु न, पछाडि आउनु। अनि केटाहरू चाहिँ पुरै हुल बाँधेर हिँडिरहेछ होइन त गाइज। के को काठ त्यही भएर ट्रेनमा जानु लाग्ला होइन। तर आजको वेदर भने यस्तो पिस छ नि होइन। हामी बस्ने चाहिँ यहीँ हो, यहीँबाट चढेर जानुपर्छ ट्रेन होइन। अलमोस्ट यहाँ कति टाइम लाग्छ, यहाँबाट 45 मिनटमा चाहिँ हामी क्राको पुग्छ होइन। त्यो आयो भन्ने बित्तिकै ट्रेन आयो, तर हाम्रो चाहिँ होइन यो होइन, यो आएको होइन। दामी आयो ल, तर यो चाहिँ हाम्रो होइन है। हामी जाने चाहिँ अर्कै हो। हुटमा चढेर जाने क्या आज दामी ल। कस्तो साह्रो गराएको यार हराउनु पनि। यहाँ रहेछ टिकट जाने ठाउँ, पछाडि बस्नु न, पछाडि बस्नु न। भन्न ल। यस आज चाहिँ यस्तो धेरै खाली चाहिँ छ होइन। अनि हामी 4जना 5जना मात्रै छौँ, खासै धेरै छैन। अब यहाँबाट दाइले भनेअनुसार चाहिँ 20-45 मिनट जति लाग्दो रहेछ क्राको पुग्नलाई। चाहिँ अब त्यस्तो धेरै काम पनि छैन, घुम्नु मात्रै हो। अब कहाँ कहाँ हुन्छ हामी घुम्छौँ होइन। साथी दाइहरू हुनुहुन्छ, दाइसँग मस्त चिल घुम्छौँ, फर्किन्छौँ रहेछ नि त। यो चाहिँ सेम मिटबाट जस्तो है टावर चाहिँ, त्यता पनि त्यत्रै होला यार। तर यो कम्पनीहरूकै टावर होला होइन। यहाँ चाहिँ कति ठुलो रहेछ क्या आम्मा। जस दामी छ। हिजो चाहिँ पानी परिरहेको थियो हामी घुम्न जाँदाखेरि, आज चाहिँ
दामी घाम लागेको छ 4 दिन बिदा छ घुमेरै जाने भयो यो सो फाइनली हामी चाहिँ झरिसक्यो गाइस है अनि ग्यालरीमा छिर्छौँ अब हामी चाहिँ ल र यस्तो रेस्टुरेन्ट गर्नु यार मलाई यार आऊ साथीभाइ यो सामान गरेर सबलाई कहाँ जाने यहाँबाट चाहिँ अन्डरग्राउन्ड हो त यो त अनि अफ चाहिँ हामी चाहिँ त हल्का घुम्छौँ गाइज होइन सपिङ हान्छ अनि हेर्नुपर्छ है त के गर्छ सब एक्टिभिटिजहरू देखाउँछु अहिले पालुवा सिजनहरू दामी देखियो त यहाँ सबैजना गइसक्यो जेब्रा क्रसिङ हामी चाहिँ यहाँ अगाडि पार्क छ अरे पार्कमा चाहिँ बस्छौँ घुम्छौँ होइन लेट्स गाइज है 1 2 3 4 5 6 जना छ 6 दामी रुखहरू पलाइचल्छ यार है फोटोसुटहरू दामी आउँछ केटीहरू पनि यस्तो राम्रो राम्रो छ केटीहरू पनि मभन्दा अग्लो छ यार के हो आमा त्यस्तो तर माघसम्म यस्तो बवाल छ नि अहिले ठ्याक्कै यो पालुवा सिजन पनि पलाइसकेको छ होइन त्यो कारणले गर्दाखेरि यस्तो सुपर ब्युटिफुल देखिरहेछ क्या लाइक असम बवाल देखिरहेछ अब केही महिना हो फेरि त्यसपछि फेरि हिउँ पर्न सुरु हुन्छ यो सबै ठ्याङ्ग्रा सब झर्छ नि त अनि त्यस्तै अहिले चाहिँ अब ट्याक्क घुम्ने सिजन टाइम होइन जस दामी मजा आइरहेछ समरको भाइब चाहिँ फुल इन्जोय गरिरहेको छ 4 दिन बिदा छ यस्तै हो गाइज होइन आज फर्स्ट दिनको बिदामा यता छौँ भोलिको बिदामा कहाँ जान्छौँ थाहा छैन साथीले जहाँ लान्छ त्यही जाने हो यस्तो दामी टावर यो के हो रे भेना यो फर्स्ट वर्ल्ड वारमा चाहिँ जर्मनीले चाहिँ एट्याक गरेको यो चाहिँ पहिलो विश्वयुद्धमा चाहिँ जर्मनीले एट्याक गरेको ठाउँ भन्छ आइरहनु मलाई चाहिँ थाहा न भेनाहरूले भनेको हो होइन हामी यहाँ माथि टावरमा जान्छौँ यहाँ हानिसकेपछि यस्तो दामी एरिया छ होइन लाइक म त असम बल्ल चाहिँ एकदम के भन्छ नि एकदम रमाइलो फिल भइरहेको छ अरू त त्यस्तै अनि हामी चाहिँ त्यहाँ माथि बच्चाहरू फेरि बाटोबाट के गराइदियो होला हामी चाहिँ यो माथि जान लाग्छौँ होइन अब कहाँबाट जाने मलाई थाहा न गाडीहरू लिएर जान्छ ताल जाने पहिला अनि आजको हाम्रो मेन गाइड भनेको चाहिँ विकास केसी फलो द रुल्स यता हजुर आउँछ कि उनीहरू आउँदैन उनीहरू म्याप हेर्न जाने मान्छे अनि यस्तो दामी रहेछ कि बिहा है हो त्यहाँ चढ्नुपर्छ ल पिसफुल ठाउँ छ गाइस गोवाल छु गोवा दिस इज माई फर्स्ट टाइम हियर एन्ड अर्को नेक्स्ट टाइम पनि आउनुपर्छ त्यही त हाम्रो गोर्खा दरबार छ नि सेम गोर्खा दरबार स्टाइलको देख्यो कि होइन हो यस्तो दामी रहेछ कि आम्मा त्यहाँ पिङ खेल्ने ठाउँ पनि रहेछ साथीभाइहरू जाउँ त्यहाँ हो होइन त्यो कति माथि उड्यो यार त्यहाँ जानुपर्ने के यतातिर लिएर आउनु पर्ने कि है खास वास्ता भने अनि यहाँ चाहिँ तपाईँको यहाँ ठ्याक्कै हाम्रो गोर्खा दरबार जस्तो स्टाइलमा छ कि यो चाहिँ होइन यो यो के हो मलाई त थाहा भएन दरबार है के हो कहाँ डाइनोसर यहाँ डाइनोसर पनि भेट भयो गाइजहरू माथि दरबार छ तल डाइनोसर होइन दामी छ है दामी फेरि ऊ तल हिँडेर आइरहेको छु छिटो उनीहरू यहाँबाट आएर यस्तरी आएर यहाँबाट आउनुपर्छ होइन फाइनली आम हियर गाइज होइन यस्तो दामी देखिरहेको छ यहाँको ऊ के भन्छ नाकुरी ऊ के भन्छ भ्यूहरू होइन अनि यो ट्याक्क सेन्ट्रम अनि यो ठ्याक्क यहाँ बाटो यो यस्तो दामी छ यहाँ माथि गएर चाहिँ के भन्छ त्यसलाई क्यामेरा लेन्स चाहिँ हेर्ने ठाउँ छ अरे यो चाहिँ हामी त्यहाँ जाँदैछौँ होइन केटाहरू पनि आउँदैछ तर अति दामी लाग्यो कि मलाई चाहिँ अति दामी ठुलो सोले नभनौँ होइन सबजनाले हेरेर हुन्छ नि त यस दामी गाइज दामी Oh my god, दामी यस हामी चाहिँ मासतिर घुमेर चाहिँ फाइनली रिटर्न भइसकेको छ होइन रिटर्न ब्याक अनि के हो यहाँ रहेछ त छिर्ने ठाउँ पनि यहाँ रहेछ त जाने ठाउँ
हामी माथि चाहिँ छिर्न पाएन माथि छिर्ने भन्दै थियो त्यो के भन्छ नि दूरबिन माथि टावरमा छिर्ने भन्दै थियो तपाईँ लेन्सन जस्तो माथि छिर्को होइन तर नेक्स्ट टाइम छिर्ने भन्ने कुरा गरेँ अब यहाँबाट यस्तो बबल लुक्स हेर्छु नि आम्मामा दामी गाइस दामी क्या मिठो शीतल लाग्यो यार यस रिटर्न ब्याक द रिटर्न है त गाइस दामी हामी जान्छ त्यो टावरमा माथि चढ्नु मिल्छ कहाँबाट त्यो टावर यो टावरमा कुन बराबर छ यो ठुलो होला त्यो पारीको टावर जाने हुन्छ हामी चाहिँ होइन क्या दामी घोडा हेर्न यो लाइफ यसमा चाहिँ हामी चढ्नु पाएन यस सो दामी चाहिँ यसको फ्रन्ट ब्याक साइड भ्यू हो होइन हामी चाहिँ सेम ठाउँमै जस्तो एरिया होइन नेपालको यो क्राकोको खतरा टुरिस्ट एरिया रहेछ यो चाहिँ होइन नेपालको थमेल भने जस्तो टाइपको छ पुरै गल्ली गल्ली छ कि होइन हामी यही बाटो यही र यति धेरै मान्छे छ नि आमामा पब्लिक रियाक्सन हेर्नु न गाइज यहाँ यस्तो धेरै छ कि मान्छे दामी मलाई त हाई गरिदियो त यार यति धेरै मान्छे छ नि ओ माई गड यार अमेजिङ यार तर यो यत्रो मान्छेहरूको भिडमा चाहिँ गाइज होइन म चाहिँ हराउँछु हामी चाहिँ हराउँछु यार सब बन्ठाबन्ठी हामी सब पुड्का पुड्की छ माकुरीहरू सेम के हाम्रो नेपालको थमेल जस्तै टाइपको कि होइन सेम त्यही भाइब्स दिन्छ कि यहाँ आउँदाखेरि चाहिँ गाइज होइन ओ माई गड यार हाम्रो ठ्याक्कै असन गल्लीको भाइब्स दिन्छ कि गाइज हेर तपाईँले भ्यूहरू कम खतरा देख्न सक्नुहुन्छ दामी गाइज दामी बवाल मेरो साथी त कता गयो यार कसैलाई देख्दिनँ त यार यति धेरै मान्छे कस्तो इन्टिलाइट गरेर यो चाहिँ सेन्ट्रम हो यहाँको होइन सेन्ट्रम भन्ने ठाउँ हो यो चाहिँ यति धेरै होइन यस्तो दामी के सुपर गाइज होइन मान्छे त यो दामी छ कि यो ठाउँ चाहिँ प्राकृतको यो ठाउँ चाहिँ बबाले रहेछ भन्ने फिल हो बबाले रहेछ दामी छ केटाहरू कता हरा यार म एक्लै हिँडिरहेको छु यार दामी गाइज दामी दामी छ यिनीहरू यार आज त दामी भिडियो के भन्छ दामी उ गरिरहेको छ फेरि यसो घुम्दा 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 बवाल फिल हो रिल्याक्स फिल हो होइन अनि टक्क अहिले चाहिँ हामी इन्डियन रेस्टुरेन्टमा चाहिँ खाजा खान आइरहेको छौँ जो रमाइलो भयो राम्रो ठाउँ रहेछ होइन कस्तो लाग्यो तपाईँलाई आज रमाइलो लाग्यो दामी होइन घुम्ने ठाउँ एकदम राम्रो रहेछ यस घुम्ने ठाउँ चाहिँ बवाले रहेछ घुम्ने ठाउँ अनि प्लस टुरिस्ट एरिया होइन लाइक बवाले ठाउँ लाग्यो अनि त्यही त हो त्यसरी भोग लाग्यो अनि यहाँ इन्डियन रेस्टुरेन्ट छ दामी रहेछ इन्डियन रेस्टुरेन्ट लास्टै ठुलो स्पेस छ होइन यता बाल्कनी भयो भित्र बाहिर सबै छ सो हामी जब खाजा खान्छौँ के पाउँछ होइन जे पाउँछ त्यही खानु गाउँ त लगभग केही सबै चिज पाउँछ हाम्रो एसियन फुडहरू सबै पाउँछ होइन अनि यता खुवाइरेहरू पनि छ अर्को बेडमा यिनीहरू आफ्नो स्टाइलले खाइरहेको छ हामी आफ्नो स्टाइलले खाने गाइज है त लुक एट दिस भ्यू गाइज दामी ठाउँमै दामी रेस्टुरेन्टमा आएर बसिरहेको छ क्या अनि हाम्रो बोस भर्खर आएको छ फेरि यार दामी गाइज है त अब हामी खाजा खान्छौँ फर्किन्छौँ गाइज है त